हामी ख्रिसका शरीर हौं। त्यो कलवरीको क्रुसमा तपाईं र मेरो पाप बोकेर उहाँ त्यो क्रुसमा चढ्नु भएन। तपाईले यो कुरा क्लियर बुझ्नुस्। तर तपाईं र मेरो पाप क्षमाको निम्ति चाहिँ उहाँ त्यो क्रुसमा चढ्नु भयो। फेरि एकचोटि मैले दोहोऱ्याउन चाहे, तपाईं र मेरो पाप बोकेर उहाँ त्यो क्रुसमा चढ्नु भएन। यदि तपाईलाई त्यस्तो लाग्दैछ भने अनि तपाईं र मेरो पाप क्षमाको निम्ति चाहिँ उहाँ त्यो क्रुसमा चढ्नु भयो। अनि खाली तपाईं र मेरो मात्रै हैन, पुरा यो सृष्टिको लागि उहाँ त्यहाँ चढ्नु भयो। अनि खाली तपाईं र मलाई मुक्ति दिनलाई यस धरतीमा आउनु भएन, पुरा सृष्टिलाई मुक्ति दिनलाई उहाँ यस धरतीमा आउनु भयो। अनि हामीले यो कुरा बुझ्नुपर्छ। हामी ख्रिसका शरीर हौं। त्यो कलवरीको क्रुसमा तपाईं र मेरो पाप बोकेर उहाँ त्यो क्रुसमा चढ्नु भएन। तपाईले यो कुरा क्लियर बुझ्नुस्। तर तपाईं र मेरो पाप क्षमाको निम्ति चाहिँ उहाँ त्यो क्रुसमा चढ्नु भयो। फेरि एकचोटि मैले दोहोऱ्याउन चाहे, तपाईं र मेरो पाप बोकेर उहाँ त्यो क्रुसमा चढ्नु भएन। यदि तपाईलाई त्यस्तो लाग्दैछ भने अनि तपाईं र मेरो पाप क्षमाको निम्ति चाहिँ उहाँ त्यो क्रुसमा चढ्नु भयो। अनि खाली तपाईं र मेरो मात्रै हैन, पुरा यो सृष्टिको लागि उहाँ त्यहाँ चढ्नु भयो। अनि खाली तपाईं र मलाई मुक्ति दिनलाई यस धरतीमा आउनु भएन, पुरा सृष्टिलाई मुक्ति दिनलाई उहाँ यस धरतीमा आउनु भयो। अनि हामीले यो कुरा बुझ्नुपर्छ। हामी ख्रिसका शरीर हौं। त्यो कलवरीको क्रुसमा तपाईं र मेरो पाप बोकेर उहाँ त्यो क्रुसमा चढ्नु भएन। तपाईले यो कुरा क्लियर बुझ्नुस्। तर तपाईं र मेरो पाप क्षमाको निम्ति चाहिँ उहाँ त्यो क्रुसमा चढ्नु भयो। फेरि एकचोटि मैले दोहोऱ्याउन चाहे, तपाईं र मेरो पाप बोकेर उहाँ त्यो क्रुसमा चढ्नु भएन। यदि तपाईलाई त्यस्तो लाग्दैछ भने अनि तपाईं र मेरो पाप क्षमाको निम्ति चाहिँ उहाँ त्यो क्रुसमा चढ्नु भयो। अनि खाली तपाईं र मेरो मात्रै हैन, पुरा यो सृष्टिको लागि उहाँ त्यहाँ चढ्नु भयो। अनि खाली तपाईं र मलाई मुक्ति दिनलाई यस धरतीमा आउनु भएन, पुरा सृष्टिलाई मुक्ति दिनलाई उहाँ यस धरतीमा आउनु भयो। अनि हामीले यो कुरा बुझ्नुपर्छ। हामी ख्रिसका शरीर हौं। त्यो कलवरीको क्रुसमा तपाईं र मेरो पाप बोकेर उहाँ त्यो क्रुसमा चढ्नु भएन। तपाईले यो कुरा क्लियर बुझ्नुस्। तर तपाईं र मेरो पाप क्षमाको निम्ति चाहिँ उहाँ त्यो क्रुसमा चढ्नु भयो। फेरि एकचोटि मैले दोहोऱ्याउन चाहे, तपाईं र मेरो पाप बोकेर उहाँ त्यो क्रुसमा चढ्नु भएन। यदि तपाईलाई त्यस्तो लाग्दैछ भने अनि तपाईं र मेरो पाप क्षमाको निम्ति चाहिँ उहाँ त्यो क्रुसमा चढ्नु भयो। अनि खाली तपाईं र मेरो मात्रै हैन, पुरा यो सृष्टिको लागि उहाँ त्यहाँ चढ्नु भयो। अनि खाली तपाईं र मलाई मुक्ति दिनलाई यस धरतीमा आउनु भएन, पुरा सृष्टिलाई मुक्ति दिनलाई उहाँ यस धरतीमा आउनु भयो। अनि हामीले यो कुरा बुझ्नुपर्छ।